Hello and namaste everyone. So we're in Sikkim, Gangtok. As I say, I'm gonna reveal where are we going. अब हाम्रो खास यो ट्रिप चाहिँ भुटान ट्रिप हो. सो हामी चाहिँ भुटान जाँदैछौँ. सो आज चाहिँ हामी भुटानको र इन्डियाको बोर्डर जयगाउँ उता चाहिँ भुटानमा चाहिँ फिन्चुलिङ हो के भन्दो रहेछ त्यहाँ आएर गएर बस्छौँ आज. आज हाम्रो यहाँबाट 220 किलोमिटर आई थिङ्क है. अनि त्यही हिजो आयौँ ग्याङटोक आयौँ. अब साथी दाइहरू हुनुहुन्थ्यो भेट्यो एकछिन. अनि मन्दिरलाईका साथीहरू थियो अनि उहाँहरूसँग भेट्यो उहाँहरूसँग बस्यो. त्यही भएर त्यो बाँकी भिडियोहरू चाहिँ बनाउनु पाएन. सो अब आज हामी चाहिँ अब यहाँबाट फर्केर जयगाउँ भन्ने ठाउँ जाँदैछौँ. अब त्यही अलिअलि यताउता गरेर 4 घन्टा 5 घन्टा जस्तो लाग्छ होला. त्यही हो हाम्रो मेन यो ट्रिप चाहिँ भुटानको लागि हो. सो अब यो ब्लगमा के अर्को ब्लगदेखि चाहिँ भुटानको ब्लगहरू आउन सक्छ. सो स्टे ट्युन फर द्याट एन्ड होप यु गाइज आर इन्जोइङ अल माई ब्लग्स है. अब I'll try to upload on the YouTube अलि रेगुलरली. अब किनभने ब्लग अब गर्दै हिँडिरहेको भएर सजिलो त छ. सो ट्राई गर्छु अब होइन कतिको गर्न सकिन्छ. त्यही भएर एभ्री डेको चाहिँ पोसिबल छैन. सो मिलाएर अलिअलि गरेर डे 1 डे 2 भनेर एउटै ब्लगमा त त्यसरी आउन सक्छ. आइरहेछ त्यसरी नै होइन. सो इन्जोय द ब्लग गाइज. सो वी आर गोइङ टु आज जयगाउँ भुटान र इन्डियाको बोर्डर. लेट्स गो. Alright, now we are moving. अब आज हामी जयगाउँ. Yo, let's go. Alright people, हामी चाहिँ अहिले सिक्किमको बोर्डर पुग्नलाई राम्फू भन्ने ठाउँ पुग्नलाई अलिकति कफी ब्रेक. आज बिहान माथि हामीले कफी सबै पाएन नजिक. सो कफी ब्रेक त्यसपछि अब राम्फूमा हाम्रो पर्मिट रिटर्न दिनुपर्छ होइन. कति दिनको लागि उनीहरूले त्यसरी दिँदो रहेछ. रिटर्न दिएर त्यो पेपर देन वी स्टार्ट हेडिङ टुवर्ड्स द जयगाउँ. अब भोलि भुटान एक्साइटेड. अनि त्यही हामी सानो कफी सप भेटाएर त्यही कफी सबै खाएर अब निस्किँदै है त. लेट्स गो. राइट कफी सबै खाइयो गाइजहरू है. अब चाहिँ अन द रोड अगेन. चटल अब सिधै होइन राम्रोमा एकछिन रोक्नु पऱ्यो नि पर्मिटलाई. दार्जिलिङमा त्यही भयो. तपाईँ नदिनु म दिन्छु. अनि त्यहाँ मान्छे त छैन. तपाईँको साइलाइट बनिरहेको छ.
यो यहाँ छोड्नलाई भन्नुभएको थियो छोडै पुग्छ है फर्किनु भएको फर्किनु भयो थ्याङ्क यू हामी चाहिँ अब सिक्किम पुरै स्टेटै छोडेर अब वेस्ट बेङ्गल छिर्दैछौँ अब हामी यहाँबाट चाहिँ अब वेस्ट बेङ्गल फुल जयगाउँसम्म वेस्ट बेङ्गल स्टेट पर्छ तर अब बाटोहरू चाहिँ हेर्दै मिलाएर जानुपर्छ किनभने सिलगढी जाने बाटो नि हो तर हामी सिलगढी साइड चाहिँ जाँदैन त्यही भएर अब हामी अलि अगाडि सेवक भन्ने ठाउँबाट डिटोर लिन्छौँ लेफ्ट गर्नु स्टे अन द लेफ्ट साइड यो चाहिँ अब नगएको बाटो रमाइलो होला अब चाहिँ हामीले पुरै कम्प्लिटली सिक्किम पुरै छोडेर निस्क्यौँ भनौँ न कालिम्पोङ सातो उड्यो होला त गाडीवालाको त पक्का दाजु यो चाहिँ है अलिकति यसमा चाहिँ बचिनु साइक्लिस्टहरू एउटा लागि जस्तो छ दाजु यो माथि टनल र ब्रिजहरू त्यही त माथि टनल यो अलि फ्रजाइल रहेछ पहेँलो त्रिपाल भएको थियो त बाहिर हाल्थ्यो going to the left. सीधै गयो भने चाहिँ सिलगढी पुग्छ गाइजहरु
हामी चाहिँ लेफ्ट जाँदै हो सिधै गयो भने चाहिँ सिलगढी के प्यान्ट पनि लाउने हो त त्यही भएर बिजोग छ मैले सुन्दैन होला घरले खाना खानु रोकिरा पानी पछि हामी चाहिँ टक्क हाइवे छ हजुर तरकारी छ त मेरो पुरै पानीले चुटेर एकछिन ठ्याक्क खाना खान पनि न्यु भयो एकछिन बस्नु भयो पानी पनि कम भयो खाना खाएर सजिलो यस बेला अलिक मोडर्न आएको है सजिलो केही छ है त खाना साना नि खाइयो गाइजहरू होइन डेस्टिनेसन त पुग्नै पर्यो राम्रो कुरा चाहिँ पानी रोकिया छ तर ज्याकेटहरू चाहिँ स्टिल अन अलिकति शङ्का लागिरहेको छ त्यही भएर दाजुको छैन मेरो मात्रै यो फेरि हिमालयन साह्रै गरुङ्गो छ चलाउनु चाहिँ मजा आउँछ लागिदिउँ हुन्छ
बोलाएर जग्गा आइपुग्यो समयमै आयो उज्यालोमै किन आज हामी गान्तोकबाट अलिकति आरामले निस्किन्थ्यो अलिअलि भुटानको के भन्छ त्यसलाई जग्गाहरू पनि थालिसक्यो त्यो गाडीले मलाई अलिकति ऱ्याक हाल्यो